सम्माननीय सभामुख महोदय, म आज यो सम्मानित सदनमा स्पष्ट भन्न चाहन्छु, जेनजी आन्दोलन किन भएको थियो, त्यो आन्दोलनको माग, न्याय, समानता र अधिकार कसैले कहिले पनि बिर्सिनु हुँदैन। सभामुख महोदय, यो सरकार त्यही रक्तरञ्जित आन्दोलनको बलिदानमाथि बनेको हो। कहिले जेनजी घाइतेहरूको रोजगारी सुनिश्चित हुन्छ र कहिले मृतक परिवारले न्याय पाउँछ। शहीदप्रति हार्दिक श्रद्धाञ्जली। अनि सभामुख महोदय, जुन भूतले कमरेड ओलीलाई छलेको थियो, त्यही भूत आज कमरेड बादालाई पनि छलेको देखिन्छ। त्यसैले म सरकारसँग जोरदार माग गर्दछु, एउटा भूत झार्ने झाँक्रीको व्यवस्था गरियोस्, किनकि आज जुन अपराधी कारागारको ढोकाभित्र हुनुपर्ने थियो त्यो हस्पिटलको बेडमा छ। त्यही बेडबाट कुविचारको यो सम्मानित सदनसम्म पठाउँदैछ। सभामुख महोदय, भ्यू टावर त बन्यो तर किसानको खेतमा पानी पुगेन। मधेसका महेन्द्र हाइवेदेखि हुलाकी राजमार्ग जोड्ने एउटा पनि बाटो सुरक्षित छैन। हिजो मात्रै महोत्तरीमा एसई दिएर फर्किएका 3 जना युवाहरू 2 मोटरसाइकल ठोकिँदा आगोमा जलेर ज्यान गुमाए। कसको जिम्मेवारी हो? तराईमा ड्रग्सको अवस्था भयावह छ।